डेकोरेसन चाहिँ यस्तो छ। हेलो नमस्कार सबैलाई, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको दिन एकदमै विशेष छ किनभने हामी अहिले एउटा जेन्डर रिभिल सरप्राइज पार्टीमा जाँदैछौँ र हामी छिट्टै थाहा पाउनेछौँ कि बच्चा छोरा हो कि छोरी। म यो विशेष पललाई तपाईहरूसँग बाँड्न पाउँदा निकै नै एक्साइटेड छु। हामी प्रोग्राम गर्ने ठाउँमा आइपुगिसकेका छौँ। यस्तो प्रोग्रामहरूमा पानीको बोतल आधा खाएर छोड्ने चलन छ नि त, त्यसको लागि चाहिँ सुभाष दाइले यस्तो समाधान निकाल्नु भएको छ। आजको प्रोग्रामको डेकोरेसन चाहिँ यस्तो छ, हेर्नुहोला। हुनेवाला बेबीको मामु र ड्याडी बाहेक हामीहरू चाहिँ लगभग सबै आइपुगिसकेका छौँ। अब हुनेवाला बेबीको मामु र ड्याडी पनि आइसक्नु भएको छ। आजको मेन अट्र्याक्सन भनेको चाहिँ उहाँहरू हुनुहुन्छ है त, उहाँहरू दुईजना। हामी यस्तै ड्याङको मुला परेको surprise. I don't know. We tried our best to give you guys surprise, or were you guys surprised or not? That's up to you. Some border cards. We're going to play like few games. We don't have much. So we'll have bonus. And this will be team blue. As you can clearly see, there are lots of blues in there, and maybe this is for the team blue. Let's go. Who's gonna start? Let's start from Nico. यहाँ चाहिँ भोटिङ गरेर लगभग सकिसकेको छ। लास्टमा चाहिँ बेबी बोय र गर्ल्सको लागि चाहिँ भोटिङ इक्वल भएको रहेछ। यस्तै बेबी सम्बन्धी थुप्रै क्वेसनहरू बिचमा भयो कि मैले त भिडियो लिनै बिर्सेछु, त्यसको लागि सरी ल। अब चाहिँ हाम्रो एन्सर चेकिङ तर्फ लाग्दैछौँ हामी। साथमा चटपटे पनि खाँदैछौँ। वाउ, चटपटे भन्ने बित्तिकै नेपालीहरूको मुख, सबैको मुख रसाउँछ नि त। चटपटे पनि त्यस्तै भएको रहेछ क्या, कति मिठो। हामी सबजनाले खाँदैछौँ चटपटे पनि, साथै एन्सर पनि सुन्दैछौँ, कपी पनि चेक गर्दैछौँ। अब पालो रिजल्टको, कसको कति मार्क्स आयो भनेर उहाँले चाहिँ भन्दै हुनुहुन्छ, सुन्दै गर्नु होला है त। हामीहरू मध्ये उहाँहरू दुईजनाले चाहिँ अलि बढी क्वेसनको एन्सर मिलाउनु भएको छ, दुईजनाको इक्वल छ। त्यसैले उहाँहरूलाई चाहिँ एउटा क्वेसन सोधिँदैछ, त्यो क्वेसनको एन्सर चाहिँ कसले दिन्छ उही नै विनर हुनेछ है त यो गेमको चाहिँ। क्वेसन बेबी ड्यु डेट सोध्नु भएको छ र एन्सर मिलाउनु भएको छ। प्रेरणा दिदीले बधाई छ प्रेरणा दिदी। हेलो दिदी। अब फेरि अर्को एउटा रमाइलो गेम सुरु हुँदैछ, हेर्दै गर्नुहोला। यो चाहिँ सबैको लागि नौलो गेम हो है त। फुट्यो भने नि
बाँध्ने फुलाएर बाँध्ने कतिको लिपस्टिक देऊ न भने फुलाइसकेपछि फुटाउने खेलौँला नि के छ र फुलेपछि धेरैजनाको भयो नि त फुलाएर बाँध्नु पनि पर्यो यो गेमको विनर चाहिँ हिमल दाई हुनुभयो उहाँले चाहिँ 20 सेकेन्डमा सबसे ठुलो ब्यालोन फुलाएर देखाउनु भयो हामी गीत बजाउँछौँ अनि पास गर्दै गर्दै जान्छौँ अनि जसको हातमा गीत स्टप हुँदाखेरि बोल्नु पर्यो त्यो पर्सन आउट हुन्छ है आँखा बन्द गर्नु पर्यो होला 1, 2, 3, start. Spit out. Spit out. Seriously. 1, 2, 3, play. Whatever you are, I love you. Oh, hi, baby. I'm Yoja. Nice. I think you are a boy. Whatever you are, I love you. Hello, baby. I don't know. I have no preference about the gender, but I think we are all excited to meet you. So many aunts and uncles. हेलो बेबी म चाहिँ नेपालीमा बोल्छु मलाई लाग्छ तिमी छोरो हौ के अरे हाम्रो सुलभको र अनिताको ल अब तिम्रो स्वागत गर्नलाई हामी तयार छौं डेलावेयरमा नेवार्कमा ल सी यू हेलो म तिम्रो अंकल बहिनी हो छोरा जे तर मैले चाहिँ तिमी छोरा जस्तो लाग्छ छोरी भयो भने पनि नरिसौ है Hi, baby. I don't know which gender you are, but I'm going to like so. And we're going to love you a lot here at Delaware. And Anita Rasulov go. I don't know what should I say. Yeah, Maya Cochino. You're welcome here. Thank you, and we love you a lot. Hi, baby. I'm Prerna auntie. I think you are a girl. Hi, baby. I'm Rosana auntie. I think you are a girl, and welcome. Hi, baby. We are the ones who know the gender, but we won't reveal it now, and we're excited to welcome you. Hello, baby. This is Sogat uncle, and I think you're a girl. अब चाहिँ फोटो सुटको पालो है त हामीले चाहिँ यहाँ 2-4 वटा जति फोटो खिच्यौं अनि फोटो खिचिसकेपछि चाहिँ अब जेन्डर रिभिलको पालो फोटोहरु कस्तो आएछ त मन पर्यो भने चाहिँ कमेन्ट पनि गरिदिनु होला है त We have something inside this balloon, है ना? यो भित्र पिंक पनि हुन पायो, ब्लू पनि हुन पायो. Ready, ready? 1, 2, 3.
Okay, यहाँ को चाहिँ हाम्रो कुन चाहिँ जेन्डर छ भनेर लाइक वी हैव इट हियर अनि के पिन आउट गर्ने लेट्स बर्स्ट इट आउट ल 10 9 अब नेक्स्ट कलर चेन्ज हुन्छ है हामी लाइक कलरको कलर छ बाहिर अनि व्हाइट कलर छ पिंक हुन्छ गर्ल भयो भने ब्लू भयो भने चाहिँ छोरा 5 4 3 2 1 What's the gender? What's the gender? What's the gender? सरप्राइज नै गर्ने सुलभ रिसाउनु भयो जस्तो छ हामी चाहिँ अब कपकेक छ अनि त्यसपछि बेलुन छ त्यसमा एउटामा छ र पिक गर्नु केमा छ होला गेस हैन पहिला कपकेक गर्नु हैन एउटा एन्सर हुनुपर्छ दुईटा दुईटालाई दुई फर्कायो Mom, Dad, so excited. गर्मै केकमा प्र्याङ्क हो यार केकमा प्र्याङ्क भित्र फिलिङ हेर्ने हो कपकेकको फिलिङ हेर्ने हो ल भित्र अनि लिपस्टिक Feeling out his
मेनी कङ्ग्रेचुलेसन अनिता एन्ड सुलभ दाई। उहाँहरूको चाहिँ बेबी बोय रहेछ। अब चाहिँ पालो डिनरको। याहु वाउ, देख्दा नि कस्तो खाउ लाग्ने, मिठो नभइ नै होला जस्तो छ त खानेकुरा त। अब चाहिँ हामी खानेकुराहरू एक एक गरेर लेख्छौँ अनि खाँदै रमाइलो गर्छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। ल अब हामी चाहिँ प्रोग्राम सकेर घर फर्किँदैछौँ। भिडियो कस्तो लाग्यो होला हजुरहरूलाई? मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।